हेलो सबैजना, नमस्ते। म ज्योति। आज फेरि मैले हजुरको अगाडि अध्याय 9 हाउसमेड हाउसमेड सिक्रेट बुकको अध्याय 9 को बारेमा छोटो सारांश र व्याख्या गर्न गइरहेको छु। अध्याय 9 मा चाहिँ हामीले आत्तिएको कुरा हुन्छ, जुन भनेको मिली र वेन्डीको भेट हुन्छ। तर के कसरी त्यो कुरा विस्तृत रूपमा जानौला। त्योभन्दा अगाडि अध्याय 8 मा आजसम्म के भयो है त। अध्याय 8 मा मिलीको टाउकोबाट यो कुरा छुटिरहेको हुँदैन कि वेन्डी किन कोठाबाट बाहिर निस्किँदैन र त्यसको लागि ब्रोक उसको साथीले कैयौं बहानाहरू बनाइरहेको हुन्छ कि यो भएर होला, त्यो भएर होला, त्यो भएर होला भनेर हैन। तर अध्याय 9 मा हामीले अलिकति विस्तृत रूपमा जानकारी पाउँदैछौँ। के पाउँदैछौँ त भनेर भन्दाखेरि अध्याय 9 मा के देखाइन्छ भन्दा मिलीले त्यहाँ काम गर्न लागिरहेको 1 महिना भइसकेको हुन्छ। अहिलेसम्म पनि मिलीको भेट भएको हुँदैन वेन्डीसँग हैन। अनि त्यहाँ त्यो कोठाको वरिपरि मिलीले सफा गर्दै जाने क्रममा उसले अलिकति कान यस्तो गरेर केही आवाज आउँछ कि भनेर चाहिँ सुन्ने बानी गरेकी हुन्छ हैन। तर केही पनि सुन्ने हुने। तर त्यो दिन चाहिँ के देखाउँछ भन्दाखेरि भित्रबाट कोही रोइरहेको आवाज आउँछ हैन। कोही रोइरहेको आवाज आउन साथ उसले ढकढक गर्छ, कोही पनि बोल्दैन, ढकढक गर्छ, कोही पनि बोल्दैन। किन रोको, को रोको, बाहिर आएर मलाई नभन्दासम्म मैले ढोकाबाट हलचल गर्दिन भनेर मिलीले अडान राखिसकेपछि वेन्डीले ढोका खोल्छे। तर वेन्डीको आँखा रातो नीलडाम एकदमै सेतो लुगामा अर्कै देखिरहेको हुन्छ हैन। अनि के भयो, किन रोको भनेर सोद्धाखेरि यतिकै त म बिरामी छु, तँलाई थाहा छैन, तर जा तैँले तेरो काम गर भनेर वेन्डीले यसरी मिलीलाई पठाइदिन्छ र ढोका लगाउँछे र मिली आफ्नो काम गर्न थाल्छे। यतिकैमा डगलस आइपुग्छ। डगलस एकदमै खुसी हुँदै आउँछ हैन। गुलाबको रातो गुलाबको फुल र एउटा के गिफ्टको बक्स लिएर आउँछ र मिलीले गिफ्टमा के रहेछ भनेर यसरी हेर्दाखेरि एउटा ब्रेसलेट पनि देख्छे हैन। अनि राम्रो ब्रेसलेट हुन्छ, त्यो लिएर आउँछे र उसले लगेर माथि लगेर वेन्डीलाई म दिन्छु, तिमी काम सकेर घर जाऊ भनेर भन्छ। मिली यतिकैमा घर जान्छ। तर अगेन उसलाई फेरि के हुन्छ भन्दा किन यति राम्रो श्रीमान, मायालु श्रीमान पाउँदै वेन्डीले त्यो कोठा किन छोड्या छैन भनेर उसलाई अझै पनि त्यो कुराले दिमाग खाइरहेको हुन्छ हैन। अनि यो अध्याय किन जरुरी छ त भन्दा वेन्डीको र मिलीको भेट त भयो, तर योसँग सँगसँगै एउटा कुरा पनि पत्ता लाग्छ। के पत्ता लाग्छ भन्दा मिलीले यो अध्यायमा हामीलाई जानकारी के दिन्छ भन्दा उसले पहिला घरमा घर सफा गर्दाखेरि उसले धेरै अनौठो कुराहरू देखेकी हुन्छ अरू घरहरू सफा गर्ने क्रममा। र यसमा दुईजनाको कुरा आउँछ। एउटा किटी भन्ने मान्छे हैन, जो किटी भन्नेको बारेमा विवरण आउँछ। तर किन